वेलकम ब्याक गाइज। के सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको भ्लगमा चाहिँ मैले स्वागत गर्न चाहेँ होइन। आज चाहिँ हामी महेन्द्र स्कुलको बगीतिर साइकल राइडमा वान एन्ड राइड। आज चाहिँ धेरै टाढासम्म जान सकिएन, त्यही भएर चाहिँ आइरहौँ। दुईवटा बिहान चाहिँ 6 बजीतिर आएको, आज अलि ढिला भयो। यसो बाटोमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अलिकति बाटो चाहिँ सानो सानो रहेछ, त्यो अब चलाइदिउँ न त भन्ने कुराले आएको। एउटा हातले चाहिँ अलिक गाह्रै हुन्छ अहिले होइन, यस्तै छ। अब के गर्नु, चलेकै छ। मेरो चाहिँ भयानक एक्सिडेन्ट भयो क्या गाइस हिजो चाहिँ, त्यही भएर चाहिँ हामी माथि जान खोजिरहेको थियौँ, माथि चाहिँ जान सकिएन। भयानक एक्सिडेन्ट भयो गाइस। टायर चाहिँ गएको छ, टायर चाहिँ पुरा निक्लिन लागेको छ, पुरा टायर। आज चाहिँ गएर चेन्ज हान्छु होला, टायर चेन्ज हान्छु। त्यसपछि चाहिँ अब टायर चेन्ज हानेपछि चाहिँ भोलि पर्सि चाहिँ हामी फेरि पनि जान्छ होला माथितिर। बाटो चाहिँ खतरनाक छ गाइस, सम्म त सम्म छ। एउटा हातले चलाउँदाखेरि चाहिँ अलिक गाह्रो हुँदो रहेछ। हो कान्छ पखन कति टाढा गएको छस्? बगीमा घाँसमा चलाउँदाखेरि चाहिँ लास्ट गाह्रो हुँदो रहेछ। एउटा हातले चलाउँदाखेरि चाहिँ खतरा देखियो क्या। ए चलाइरह अहिले आफै आँप छ गाइस, यतातिर आँपको रुखै रुखन होइन, आफै आँप छ मस्तसँग आँपहरू गर्छन्। चल यताबाट जाउँ, यता निक्लिनु अघि आँखाबाट फेरि त हाम्रो क्या। अब हामी यहाँदेखि निक्लिँदैछौँ गाइस मस्तसँग टक्क लाएर। सर म आउँछु क्या अगाडि, नगर्न झन्डै मलाई डुबा थियो गाइजले। आफै आँपको बगैँचा छ गाइस यहाँ चाहिँ, फल्ने चाहिँ एउटा पनि फल्यो भन्दा तर सबै गरेर झन् कि पहिले नै गाई बाख्राले दिएर सकिहाल्छ नि गाइस। गाई बाख्राले दिएर चाहिँ सब सकिहाल्छ नि, त्यही भएर चाहिँ अगाडि हामीलाई जस्तो गर्छ गाइस। गाइस वेलकम ब्याक। आज चाहिँ हामी तुलसीपुरको एयरपोर्टतिर सिसा चाहिँ लास्ट परेहरू छ यतातिर। बाटो चाहिँ खतरा रहेछ गाइस होइन, बाटो साँगुरो कति राम्रो ट्याक्क साइकल लात्र अट्ने खालको राइड। आजको राइड चाहिँ एकदमै बवाल भयो। यतातिर चाहिँ यो चाहिँ एयरपोर्ट एरिया हो होइन, यतातिर चाहिँ एयरपोर्ट छ। हामी चाहिँ यताबाट यसरी टक्क लाएर साइकल राइडमा हिँडिरहेको। यो चाहिँ एयरपोर्ट है साथी, हाम्रो
तुलसीपुरको टोरीको एयरपोर्ट हो। यो गाडीको चाहिँ भाइ मेरो होइन, योमा चाहिँ अलवेज राइड हिँडिरहेको हुन्छौँ। भाइ भने त अब भाइ पनि फर्केर झन्डै आइ भन्ने चक्करमा झन्डै बाहिर हुन्थ्यो गाडी गाई चाहिँ होइन। त्यसको ठिक छ, हामी चाहिँ अब निस्किँदैछौँ माथितिर। यहाँबाट त म निस्किनु सक्दिनँ होला क्या। यतातिर चाहिँ एयरपोर्ट साइड है। अब चाहिँ हामी एयरपोर्ट एरियादेखि हल्का अलि भित्र बस्ती रहेछ गाई उतातिर होइन। बस्तीतिर चाहिँ छिरिसक्यो। उता चाहिँ महेन्द्र स्कुलको चौर छ, यतातिर चाहिँ महेन्द्र स्कुल चौर। हामी चाहिँ एयरपोर्ट नजिक हिँड्दैछौँ भर्खर भर्खर। वहाँ ध्यान चलाउनु चाहिँ अलिक गाह्रो हुँदैछ है होइन। त्यही पनि ठिक छ, कतासम्म पुग्छ त्यतासम्म पुऱ्याउँछु। यो चाहिँ पुरा एयरपोर्ट एरिया है गाइस। मलाई खास गरी दामी देखिरहेको देखि चाहिँ बाटो चाहिँ खतरनाक छ गाइस। यहाँ चाहिँ डोराउनु लाग्यो होइन। त्यसै भोपालबाट हामी महेन्द्र चौरले जाँदैछौँ। यो साइडबाट यो जम्पिङ साइड लास्ट परै परेछ यार। यतातिर परै पर्छ। ओहो डम्पिङ साइड, यो तुलसीपुरको डम्पिङ साइड हो नि त। यस्तो छ तुलसीपुरको हालत। हामी चाहिँ जाँदैछौँ अब बिस्तारै बिस्तारै लास्ट गर्नु आइरहेको छ। अब माथितिर जाने गाइज हामी जाँदा तलतिर हामी चाहिँ महेन्द्र बाहुबली फाइनली गाइज महेन्द्र स्कुलको चौर है साथीहरू। ट्याक्कै चौर चाहिँ आइपुग्यो।